हेल्थ पल्स नेपाल युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। आज हामी एसएमएस सफ्टवेयर अन्तर्गत बहिरङ्ग सेवा रजिस्टरको प्रयोग कसरी गर्ने भन्ने कुराहरू चाहिँ यो भिडियोमा जानकारी लिनेछौँ। र योभन्दा अगाडिको भिडियोमा चाहिँ हामीले यो एसएमएस जुन सफ्टवेयर छ यसको ड्यासबोर्डको बारेमा र चाहिँ प्रणाली व्यवस्थापन अथवा चाहिँ हाम्रो पासपोर्ट परिवर्तन गर्ने कुरादेखि लिएर स्वास्थ्यकर्मीहरूको विवरण थप्नुपर्ने कुराहरूदेखि लिएर र युजरहरू थप्ने घटाउने अथवा चाहिँ सेवा सम्बन्धीको विवरणहरू अद्यावधिक कसरी गर्ने भन्ने कुराहरू चाहिँ अगाडिको भिडियोमा चाहिँ हामीले छलफल गरिसकेका छौँ। यहाँले चाहिँ योभन्दा अगाडिका भिडियोहरू चाहिँ हेर्न सक्नुहुन्छ। र आज हामी ढिलो नगरिकन बहिरङ्ग सेवाको प्रयोग कसरी गर्ने त यो एसएमएस सफ्टवेयरमा भन्ने कुराहरू चाहिँ छलफल गर्न गइरहेछौँ है। अब योमा चाहिँ सबैभन्दा पहिला हामीले गृह पृष्ठ यहाँ देख्न सक्नुहुन्छ। यतापट्टि चाहिँ हाम्रो रजिस्टरहरू सम्पूर्ण रजिस्टरहरू जुन हाम्रो स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अन्तर्गत हाम्रो 73वटा टुल्सहरू छन् त्यो सबै रेकर्डिङ अथवा रिपोर्टिङ टुल्सहरू हामीले यहाँ देख्न सक्छौँ। रिपोर्टिङ सँगसँगै अब हामीले चाहिँ कसरी बहिरङ्ग सेवा रजिस्टरको प्रयोग गर्ने भन्ने कुराहरू रहेको छ। बहिरङ्ग सेवा रजिस्टरमा हेर्दाखेरि चाहिँ तपाईँको पहिलोपटक यदि यो सफ्टवेयर चलाउँदै हुनुहुन्छ भनेपछि चाहिँ यस्तो किसिमको चाहिँ इन्टरफेस देखिन जान्छ। र हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि चाहिँ जुनसुकै सेवा लिन आए तापनि खोप सेवा बाहेक अन्य जुनसुकै सेवा लिन आए चाहे त्यो परामर्श सेवा किन नहोस् त्यसको लागि सबैभन्दा पहिला हामीले चाहिँ मूल दर्ता रजिस्टरमा चाहिँ त्यसलाई दर्ता गर्नुपर्ने हुन्छ र त्यो पछि मात्र हामीले चाहिँ सम्बन्धित सेवा रजिस्टरमा गएर चाहिँ त्यो बिरामी अथवा सेवाग्राहीको चाहिँ हामीले दर्ता गर्नुपर्ने हुन्छ है। अब मूल दर्ता रजिस्टरमा चाहिँ पहिला इन्ट्री गर्नु पर्यो र इन्ट्री गरिसकेपछि बहिरङ्ग सेवा भनेर तपाईँले सेवाको किसिम मूल दर्तामा दिनुभयो भनेपछि यता आएर चाहिँ देखिन्छ। अहिले यो हामी चाहिँ डेमो गरौँला। अहिले जस्ट चाहिँ यसको यो बहिरङ्ग सेवा रजिस्टर चाहिँ को इन्टरफेसको बारेमा चाहिँ बुझौँ है। अब यो बहिरङ्ग सेवा रजिस्टर हेर्दाखेरि चाहिँ यस्तो किसिमको इन्टरफेस देखिन्छ। यहाँबाट चाहिँ तपाईँले चुज गर्न सक्नु। यो भनेको जुन यो यति एरियाहरू जति छ अहिले मैले यो हाइलाइट गर्दैछु यो एरियाहरू भनेको सर्च हो, फिल्टरको लागि मात्र हो भनेर बुझ्नु होला। यहाँबाट हामीले चाहिँ विवरणहरू थप्न सक्दैनौँ। त्यसको लागि चाहिँ नयाँ रेकर्ड थप्नुसमा गएर पनि गर्न सक्छौँ र यतैपट्टि चाहिँ उता हामीले सेवाको किसिम एक दिएका सम्पूर्ण बिरामीहरूको अथवा सेवाग्राहीहरूको नाम यहाँ रातोमा यता देखिन्छ, त्यसरी पनि गर्न सक्छौँ। अहिले हामी डेमो नै गरौँला है। अब खोज्नु पर्यो है। खोज्नको लागि यता मूल दर्ताबाट पनि तपाईँले खोज्न सक्नुहुन्छ। मूल दर्ता नम्बर अथवा चाहिँ नामैले पनि यहाँबाट चाहिँ खोज्न सक्नुहुन्छ। अनि दर्ता मिति हैन कुन मितिदेखि कुन मितिसम्मको सेवाग्राहीहरूलाई तपाईँ खोज्नुहुने हो है, त्यो कुराहरू चाहिँ यहाँबाट जसरी फेरि नेटवर्क गयो परेशान गरे ल। हामीले चाहिँ यो बहिरङ्ग सेवा रजिस्टरको इन्टरफेस यस्तो किसिमको देख्न सक्छौँ। र यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यो तलपट्टिको जुन एरियाहरू छ यो भनेको सर्चको लागि हो भनेर बुझ्नुपर्ने हुन्छ। फिल्टर प्रयोग गरेर सेवाग्राहीहरू खोज्नु परेको खण्डमा मात्र यहाँबाट चाहिँ हामीले हेर्न सक्छौँ। र नयाँ बहिरङ्ग सेवामा चाहिँ बिरामीहरू थप्नु पर्यो भने चाहिँ नयाँ रेकर्ड थप्नुसमा जानुपर्ने हुन्छ। र चाहिँ उता मूल दर्तामा हामीले चाहिँ सेवाको किसिम एक दिएको जति पनि सेवाग्राहीहरू छन् यहाँ मजाले रातो अक्षरमा चाहिँ यहाँले चाहिँ देख्न सक्नुहुन्छ र त्यहीमा क्लिक गरेर पनि विवरणहरू थप्न सकिन्छ है। अब अलिकति यो इन्टरफेसको कुरा गर्दाखेरि चाहिँ यतापट्टि हामीले नाम अथवा मूल दर्ता नम्बर है त्यो राखेर पनि खोज्न सक्छौँ सेवाग्राहीहरूलाई। र जसरी मितिको कुराहरू चाहिँ जसरी 82को असारको 1 गतेबाट र चाहिँ 83/4/24 गतेसम्म हालसम्म हेर्नु भने यतिजना सेवाग्राहीहरू यहाँ देखिन्छन् जति पनि छन् है। र यता गएर चाहिँ यहाँले बढाउँदै गयो भने अरू पनि देखिन्छन्, जति छन् सबै नै देखिन्छ। अब तपाईँले मानौँ एउटा सेवाग्राहीलाई खोज्नु पर्यो भन्दाखेरि चाहिँ यहाँबाट चाहिँ तपाईँले चाहिँ त्यसको मूल दर्ता नम्बर दिएर अथवा चाहिँ नामैले जसरी सीता भनेको खोज्नुपर्ने छ भने यसरी सीता हान्यो भने
सीताका जति पनि छ यहाँ चाहिँ विवरणहरू देखाउँछ है। यसरी चाहिँ हामीले यो सर्च गर्नको लागि हो, हेर्नको लागि हो भन्ने कुराहरू भयो। अब यस्तै गरी चाहिँ अन्य पनि यतापट्टि हामीले सेवाग्राहीको किसिम है, नयाँ सेवाग्राही मात्र कति छन् यो बहिरङ्ग सेवामा, अथवा पुराना सेवाग्राहीहरू कुन नयाँ हेर्नुपर्ने छ भने यो मितिमा चाहिँ यो मिति रेन्जको आधारमा हेर्नुपर्ने यतिजनाहरू चाहिँ नयाँ छन् भनेर यहाँबाट खोज्न सक्छौँ। पुराना सेवाग्राहीहरू कति छन् त 2082 3 महिना 1 देखि लिएर 83 को 4 महिना 24 गतेसम्म भनेर यसरी यहाँले गर्न सक्नुहुन्छ भन्ने खोज्दाखेरि चाहिँ यसरी 2 जना मात्र रहेछन् पुराना सेवाग्राहीहरू। यहाँबाट पनि यहाँले खोज्न सक्नुहुन्छ है नयाँ सेवाग्राहीहरू र पुरानो सेवाग्राहीहरू। र अब होइन म आइसिडी कुनै एउटा रोगको निश्चित एउटा सम्बन्ध एउटा रोगको मात्र कति बिरामीहरू छन् भनेर चाहिँ खोज्न चाहनुहुन्छ भने यो आइसिडी कोडको सेक्सनमा यो फिल्टर हटाएर मितिहरू राखेर कुन मितिदेखि कुन मितिसम्म यहाँहरूलाई चाहिएको हो त्यो कुराहरू चाहिँ यता राखेर अनि जसरी तपाईँलाई टन्सिलाइटिसको मात्र खोज्नु पर्यो भने चाहिँ टन्सिलाइटिस यसरी चाहिँ यहाँले चाहिँ एक्युट टन्सिलाइटिस भनेर यसरी यहाँ खोज्यौँ भने कति रहेछन् त 82 3 1 देखि लिएर 83 4 24सम्म भन्दाखेरि 2 जना चाहिँ हाम्रो एक्युट टन्सिलाइटिसका आएका रहेछन्। यस्तै गरी अन्य रोगहरू पनि कति रहेछन् भनेर चाहिँ यहाँले यहाँबाट सर्च गरेर खोज्न सक्नुहुन्छ भन्ने हो है। र त्यस्तै गरी चाहिँ अब क्रिएटेड बाई भनेर छ। अब यहाँनिर चाहिँ के छ भन्दाखेरि चाहिँ माथि तपाईँले चाहिँ युजरहरू थप्नु भएको हुन्छ है। तपाईँको स्वास्थ्यमा जति पनि टेक्निकल स्टाफहरू हुनुहुन्छ उहाँले आफ्नो युजर बने हुन्छ, आफ्नो आइडी बनेको हुन्छ। त्यो अन्तर्गत जसले बहिरङ्ग सेवा त एउटै मान्छेले हेर्दैन, कुनै बेला बेला हेर्ला, कुनै बेला एचएले हेर्ला, कुनै बेला जनस्वास्थ्य निरीक्षकले हेर्लान्, कुनै बेला अनामीहरूले हेर्नु होला हैन। त्यो आफ्नो युजर प्रयोग गरेर उहाँले चाहिँ डाटा इन्ट्री गर्नु भएको हुन्छ। त्यो अनुसार चाहिँ जसरी अहिले योमा युजर 5 कोले चाहिँ कति गर्यो र यो हिरा सिंह महरा भनेर चाहिँ एकजना युजर थपिया छ त्यो अन्दाजले कति गर्यो भनेर चाहिँ यहाँबाट पनि खोज्न सक्नुहुन्छ। यो रेन्ज अन्त मितिको है 82 3 महिना 1 देखि लिएर 4 महिना 24 गतेसम्म युजर 5 भन्ने प्रयोगकर्ताले चाहिँ कति सेवाग्राहीहरू इन्ट्री गर्यो भनेर मात्र हेर्न चाहनुहुन्छ भनेपछि पनि युजर 5 मा यसरी क्लिक गर्यो भने यसरी सबै देखिन्छ है। त्यस्तै गरी अन्य अर्को देखायो भने उहाँले चाहिँ गर्नुभएको छैन भन्ने हो है। जसरी म तपाईँलाई चाहिँ रियल आइडीमा देखाउँछु। यो हाम्रो रियल आइडी रहेको छ। बहिरङ्ग सेवामा गयौँ र गइसकेपछि चाहिँ मिति चाहिँ एउटा मिति चुज गर्नु पर्यो कुन रेन्जदेखि कुन रेन्जसम्म यहाँहरूलाई चाहिएको हो। मैले ल जेठदेखि 83 जेठ 1 गतेदेखि 83 4 महिना 24 गतेसम्म चाहिँ कसले गर्यो भन्दा जसरी हाम्रो यहाँ गोपीकृष्ण भण्डारी, महेश बहादुर चन्द ल यीमध्ये चाहिँ कुन युजरले कति दर्ता गरेको छ भनेर हेर्नको लागि चाहिँ जसरी महेश बहादुर चन्दको हेर्नु पर्यो भने यसमा यसरी क्लिक गर्यो भने उहाँले चाहिँ यति चाहिँ यहाँ इन्ट्री गर्नुभएको छ। तल अझै यहाँ हेर्न सक्नुहुन्छ। यसरी चाहिँ फिल्टर लगाएर चाहिँ हेर्न सक्नुहुन्छ यहाँले भन्ने कुरा हो। र यो अन्तर्गत चाहिँ यही महेश भन्ने प्रयोगकर्ताले चाहिँ एक्युट टन्सिलाइटिस अथवा चाहिँ ल स्केबी सम्बन्धी चाहिँ कति इन्ट्री गर्यो भन्ने कुराहरू यहाँबाट पनि हेर्न सकिन्छ। अथवा चाहिँ उहाँले नगर्नु भयो होला भन्ने हो है। र त्यसपछि ल मान्नु सपोज हामीले टन्सिलाइटिसकै हेरौँ कति गर्नुभएको छ भनेर चाहिँ यसरी एक्युट टन्सिलाइटिसकै केसहरू यहाँ देखिन्छन् 6 गरेको रहेछन्। र त्यसै गरी चाहिँ अन्य हाम्रो पर्जुम नन इन्फेक्सियस डायरियाको हेरौँ कति रहेछन् भन्ने कुराहरू हेर्न खोज्दाखेरि एउटा मात्र रहेछ। यसरी हेर्न सकियो है। अब हामीले विशेष यो प्रयोगमा ल्याउँदैनौँ फिल्टरमा। धेरै जस्तो प्रयोगमा ल्याउने भनेको यो नामले खोज्ने र डेट रेन्जको कुराहरू छन् र सेवाको किसिम नयाँ पुरानो र आइसिडी अनुसारले चाहिँ हामीले चाहिँ फिल्टर गरेर खोज्ने काम गर्छौँ है। यो फिल्टरको लागि हो भनेर बुझौँ। र अब यो यसो देख्दाखेरि चाहिँ यतापट्टि अब हामीले चाहिँ रजिस्टर हेर्नु पर्यो भने हाम्रो जुन फिजिकल रजिस्टरहरू छन् त्यसरी नै यहाँमा क्लिक गर्यो भने यहाँले चाहिँ फिजिकल रजिस्टरहरू यहाँ देख्न सक्नुहुन्छ यसरी है। सेम हाम्रो बहिरङ्ग सेवाको रजिस्टर जस्तै यहाँले चाहिँ यसरी पनि हेर्न सक्नुहुन्छ।
भन्ने कुरा हो। र यहाँ अनुसार प्रिन्ट गरेर पनि राख्न सक्नुहुन्छ, एक्सेल फाइलमा डाउनलोड गरेर पनि यहाँबाट यहाँले चाहिँ राख्न सक्नुहुन्छ है। र यतापट्टि छ हाम्रो यो हाइट सेक्सनको कुराहरू छ। यो जनरल एक्जामिनेसनको कुराहरू देखाउनु पर्यो भने सो गरेर अपडेट गर्ने, अथवा चाहिँ हटाउनु देखाउनु लुकाउनु पर्यो भने चाहिँ हाइड गरेर राख्ने है। यसरी पनि हामी विशेष गरी सो नै गरेर राख्छौँ, यसलाई सो गरेर यसरी राखिदिनु दुइटैको। ल यो कुराहरू रेन्जको कुराहरू हामीले फिल्टरको कुराहरू गऱ्यौँ। अब यो बहिरङ्ग सेवा रजिस्टरमा हामीले विवरणहरू कसरी थप्ने त सेवाग्राहीको डेमो हामीले चाहिँ हेर्न गइरहेछौँ है। त्यसरी सबैभन्दा पहिला हामीले मूल दर्ता दिनुपर्ने हुन्छ। मूल दर्ता रजिस्टरमा गएर चाहिँ मानौँ सपोज हामी आजको मितिमा एउटा यहाँ डेट रेन्ज छ, यसलाई अहिले छोडिदिउँ। यसको मूल दर्ताको बारेमा चाहिँ हामीले अगाडि नै छलफल गरिसकेका छौँ, योमा गइनँ मैले। सिधै चाहिँ अब बहिरङ्ग सेवा रजिस्टरमा बिरामीलाई कसरी दर्ता गर्ने भन्ने कुराहरू चाहिँ मात्र यहाँलाई बताउन खोजेँ है। सबैभन्दा पहिले चाहिँ नयाँ रेकर्ड थप्नुमा हामीले मूल दर्तामा चाहिँ थप्ने गर्छौँ विवरणहरू। जसरी आजको मितिमा नयाँ सेवाग्राही हो भने नयाँमा दियो भने अटोमेटिक हाम्रो दर्ता नम्बर आउने कुरा भइहाल्यो। नाम एउटा राखौँ केही पनि, राकेश भनेर राखौँ। धर्म भण्डारी भनेर राखौँ, पुरुष। ल मानौँ 35 वर्षको आयो भनौँ, अनि ब्राह्मण क्षेत्री भयो। 10 नगर वडा नम्बर 11 आफ्नो अनुसार राखिने हो। टोल ल मानौँ अहिले काक्रे डिब्ड्या भनेर मैले राखिदिएँ, नभए नागार्जुन सिम भनेर राखेँ। सम्पर्क नम्बर अब राख्न इच्छा उहाँले दिनुहुन्छ भने राख्नु, अनि विशेष गरी सेवा अनुसार चाहिँ हामीले राख्ने हो। ट्र्याकिङ गर्नुपर्ने सेवाहरूको अनिवार्य राख्ने, खोप हाम्रो चाहिँ, अनि वृद्धि अनुगमनको कुराहरू, अनि क्षयरोगको कुराहरू, परिवार नियोजनकोमा चाहिँ सुरक्षित मातृत्वकोमा चाहिँ अनिवार्य राख्दा राम्रो। अन्यमा चाहिँ यो एस्टिक नभएको खण्डहरू चाहिँ नराख्दा पनि त्यति फरक परेन। र सेवाको किसिम चाहिँ अनिवार्य होला। यो सेवा अहिले हामी बहिरङ्ग सेवाको कुरा गर्दैछौँ भने सामान्य उपचारमा गरौँ, र निःशुल्क हो कि के हो, कहीँबाट प्रेसन्ट भएर आएको छ भने यहाँ लाउने, नत्र भने यति गरेर चाहिँ हामीले सब्मिट गरिदिनु पर्ने हुन्छ। यसरी सब्मिट गरिसकेपछि अब हामी सम्बन्धित सेवा रजिस्टरमा जान्छौँ, बहिरङ्ग सेवा रजिस्टरमा क्लिक गर्छौँ। र यसरी मैले अघि भने जस्तै आज इन्ट्री गर्न बाँकी रहेको सेवाग्राहीहरूको विवरण हामीले यहाँबाट यसरी देख्न सक्छौँ है। राकेश भण्डारी भनेर अहिले हामीले चाहिँ माथि मूल दर्तामा इन्ट्री गरेका थियौँ, यो विवरण इन्ट्री गर्न सक्छौँ, सेवाग्राहीलाई दर्ता गर्न सक्छौँ। र कहिलेकाहीँ के हुन्छ भन्दाखेरि चाहिँ 2-3 दिनको सेवाग्राहीहरू दर्ता गर्न बाँकी भएको भए हाम्रो यता देखिँदैन है। त्यसको लागि चाहिँ हामीले यता नयाँ रेकर्ड थप्नुमा क्लिक गरेर यो मूल दर्ता भन्ने यसरी योमा क्लिक गऱ्यो भने अगाडिको अहिलेसम्म जति पनि हाम्रो मूल दर्तामा सेवाको किसिम 1 भनेर चाहिँ दिएका छौँ, र यता दर्ता गर्न बाँकी जति पनि छन् त्यो सबै सेवाग्राहीहरू यसरी तल लिस्ट यता देखिँदै जान्छ है। अब हामीले यहाँबाट पनि चुज गर्न मिल्यो भन्ने कुरा हो है। चुज गर्दाखेरि एउटै किसिमको देखिन्छ। अब अगाडिको काम हामीले सब सकाइसकेका छौँ, सेवाग्राहीहरूलाई दर्ता गरिसकेका छौँ भने त्यो मितिमा चाहिँ हाम्रो यसरी यहाँ पनि देखिया हुन्छ। यहाँबाट क्लिक गरेर जाँदा पनि एउटै हामीले यसरी नै दर्ता गर्न सक्छौँ। र यो गरिसकेपछि चाहिँ हाम्रो यो दर्ताको प्रकार, अब यो नयाँ हो कि सेवाग्राही पुरानो हो, हाम्रो चाहिँ एसएमएस जुन निर्देशिका छ त्यो अन्तर्गत चाहिँ राख्नुपर्ने हुन्छ योमा है। अब यो सेवाग्राही चाहिँ हाम्रो प्रत्येक आर्थिक वर्षको 1बाट सुरु हुँदै जान्छ, र चाहिँ नयाँ सेवाग्राही एकपटक एउटा रोग लिएर आएको छ भने, पहिलोपटक आएको छ भने त्यसलाई नयाँ सेवाग्राहीमा इन्ट्री गर्छौँ। र यदि एउटा रोग लिएर आएको थियो र बिचमा ऊ राम्रो भयो, फेरि त्यही रोग लागेर आयो अथवा चाहिँ अन्य रोग लागेर आयो भने पनि त्यसलाई चाहिँ हामी चाहिँ के गर्छौँ त नयाँ सेवाग्राहीमा इन्ट्री गर्छौँ। र अर्को चाहिँ पुरानो सेवाग्राही भन्नाले एकपटक एउटा रोग लिएर आएको थियो, दोस्रो पटक आउँदाखेरि पनि त्यही रोग लिएर आयो,
भनेपछि चाहिँ हामी पुरानो सेवाग्राहीमा इन्ट्री गर्छौँ र कहिलेकाहीँ रिफर भएका केस कुराहरू पनि हुन्छ। अब रिफर भएको बेला चाहिँ सेवाको किसिम नयाँ रिफर भयो र त्यही सेवा लिन आएको छ भने हाम्रो सेवाको किसिम नयाँ गर्ने, गर्दाखेरि पुरानो गर्ने सफ्टवेयरले आफै गर्छ। त्यसो हामीले तनाव लिनुपर्ने भन्ने छैन है। र यो दर्ता नम्बर पनि अटोमेटिक चाहिँ सिस्टमले दिन्छ। र यो यता गरिसकेपछि चाहिँ यो जेनरल एक्जामिनेसन हाइट होइन, त्यसको चाहिँ अनि फिटमा लेख्नुपर्ने, अनि मिटरमा जेमा उपलब्ध छ त्यही अनुसार यहाँ लेखेर वेट लेखेर बिएमआई अटोमेटिक सिस्टमले आफै जेनेरेट गरिदिन्छ। जसरी अब यता हामी इक्जाम्पलको लागि राखौँ, यो छोड्न पनि मिल्यो। अब विशेष गरी चाहिँ नछोड्नु पर्ने कुराहरू भन्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि योमा यो भाइटल्सहरू लेख्नु नै पर्ने हुन्छ र हिस्ट्रीका कुराहरू पनि यहाँ लेख्नुपर्ने हुन्छ। यो क्षयरोगको सम्भावित रोगको कुराहरू चाहिँ छ कि छैन भन्ने कुराहरू, आइसिडी कोड, यो सम्भावित निदान र औषधिहरूको विवरण, यिनीहरू चाहिँ नछोड्नु पर्ने कुराहरू भयो। अन्य कुराहरू चाहिँ यहाँले चाहिँ कुनै बेला चाहिँ छोड्न पनि सक्नुहुन्छ है। सकेसम्म हाम्रो जुन सेलले मागेको कुराहरू सबैहरू इन्ट्री गर्दा चाहिँ राम्रो। अब विशेष गरी एनसिडीको कुराहरूमा हामीले हाइट वेट बिएमआई निकाल्नुपर्ने र परामर्श दिनुपर्ने खण्डमा चाहिँ हामीले योमा राख्नुपर्ने हुन्छ है। अब योमा चाहिँ हाइट 5 फिट 6 इन्च भनेर राखिदिनु है परमाणु। र त्यस्तै गरी वेट हामीले चाहिँ 72 भनेर यसरी राखिदियो भने अनि यो बिएमआई आफै अटोमेटिक क्यालकुलेट भएर आउँछ। अनि भाइटल्सहरू चाहिँ यहाँले राख्न सक्नुहुन्छ फरेनहाइटमा अथवा सेन्टिग्रेडमा, एउटामा राखे पुग्यो होइन, त्यो अटोमेटिक फरेनहाइटमा अथवा सेन्टिग्रेडमा जान्छ। जसरी 36 भनेर फरेनहाइट 36 हुने कुरा भएन, सेन्टिग्रेडमा राख्दा हुन्छ। अथवा यसमा 98.6 देखि नर्मल हुन्छ भने 99 भनेर यसरी राख्यो भने पल्स रेट कति छ हेरेर होइन, मानौँ अहिले यसरी राखौँ रेस्पिरेटरी रेट कति छ, अनि त्यस्तै गरी चाहिँ ब्लड प्रेसरहरू। यो कहिलेकाहीँ योमा यसरी स्पेस भइदियो अथवा यो स्ल्यासको ठाउँमा अर्को भइदियो भने फेरि उता समिट हुँदैन, यो कुराहरू हेर्नुपर्ने हुन्छ। र एसपिओटोहरू छ पल्स अक्सिमिटर भनेपछि लेख्नुपर्ने कुराहरू भइ नै हाल्यो। र त्यो पछि शिकायत के छ त है, पहिलोपटक यहाँ इन्ट्री गर्दाखेरि चाहिँ यस्तो तल केही पनि देखिँदैन यहाँहरूको है। एकचोटि इन्ट्री गरिसक्यो भने दोस्रो पटक चाहिँ यहाँले चाहिँ यसै एयर पेन भइरहेछ भने चाहिँ एयर लेख्दाखेरि यहाँ देखिन्छ, यहाँबाट चाहिँ क्लिक गरेर पनि गर्न सक्नुहुन्छ है। पहिलोपटक आउँदाखेरि यहाँले म्यानुअली नै लेख्नुपर्ने हुन्छ। जसरी मानौँ अहिले के छ भने थ्रोट पेन, थ्रोट पेन फर 2 डेज भनेर यसरी लेखौँ है। यसरी इन्टर हान्ने, इन्टर हालिसकेपछि फेरि यसरी यो ब्ल्याकमा यसरी आयो भने यो सक्यो र अर्को पनि हुनसक्छ नि त होइन, शिकायत कम्प्लेनहरू। फिभर आयो हुनसक्छ, फिभर फर 2 डेज है। अनि अरू के हुनसक्छ, अरू जे छ कुराहरू यसरी लेख्दै जाने है। र यति गरिसकेपछि चाहिँ तल हिस्ट्री के छ त है, के अगाडिको इलनेसहरू के छ कि त्यस्तो भने यहाँ लेख्नु पऱ्यो। फ्यामिली हिस्ट्री पनि के छ भने लेख्नु पऱ्यो। पर्सनल हिस्ट्रीदेखि लिएर एलर्जिक हिस्ट्रीहरू यो छ भने लेख्ने, नत्र छोडिदिँदा भयो है। र यहाँले चाहिँ इन्ट्री गर्दाखेरि चाहिँ जेल कोड अथवा पिल कोड जे भन्नुहुन्छ होइन, यो सबै कुराहरू के छ त भनेपछि जे देखिन्छ त्यो आधारले यहाँ चुज गर्ने। यदि छैन भने निल भनेर यसरी चाहिँ राखिदिनु पर्ने हुन्छ है। र अनुसन्धानमूलक परीक्षणहरू यसरी क्लिक गर्दाखेरि यहाँ यति देखिया छ है। यो सबै केही कुराहरू छैन भने लेखेर क्रिएट गर्नुपर्ने हुन्छ त्यही आधारमा। जसरी मानौँ अहिले सिआरपी भनेर लेखौँ एउटा है, जस्ट इक्जाम्पलको लागि। यहाँ रहेछ धेरै कुराहरू साथीहरूले लेखिसकेका छन् यो डेमो आइडीमा। मानौँ ल जस्ट चेस्ट एक्सरे, अहिले इक्जाम्पलको लागि मात्र है। अब यो घाँटी दुख्यो अनि यो मात्र चेस्ट एक्सरे गर्नुपर्छ भन्ने होइन, जस्ट नयाँ अनुसन्धान थप्नु पऱ्यो भने यसरी चाहिँ तपाईँले क्रिएट गरेर यसरी थप्न सक्नुहुन्छ भन्ने बताउन खोजे मात्र हो है। र यो पछि अब योमा चाहिँ तपाईँले ज्वरो आएको छ यो छ भने के अनुसन्धान गर्नु, सिबिसी मानौँ ल गर्नुपर्ने छ, ल्याब छ भनेपछि चाहिँ
यसरी यहाँ चाहिँ अनुसन्धान के छ यो कुराहरू राख्न सक्नुहुन्छ, होइन भने यसलाई छोडेर चाहिँ सिधै तल पनि गर्न सक्नुहुन्छ। सम्बन्धित क्षयरोगको बिरामी हो कि होइन भन्ने कुराहरू छ। यदि हो भने चाहिँ 6मा क्लिक गर्ने, होइन भने छैनमा गर्ने। र 6मा क्लिक गरेको उता प्रिजेम्पटिभ यो टिबी रजिस्टरमा गयो ट्रान्सफर भएको हुन्छन्, उहाँ चाहिँ फेरि चाहिँ के भएको हो, यो त यसको स्लाइड बनाएर पठाउनु भयो कि अथवा चाहिँ एक्सरे गर्न पठाउनु भयो कि के कुराहरू गर्नुभयो, त्यो रजिस्टर पनि त्यहाँ अपडेट गर्नुपर्ने हुन्छ है। र छैन भने चाहिँ यसो छैन भन्ने कुराहरू राखे। र आइसिडी कोड एकदमै महत्त्वपूर्ण। पहिले हाम्रो सम्भावित निदानहरू के छ है, के कुराहरू देखिन्छ। अब यसरी चाहिँ विशेष गरी एक्युट टन्सिलाइटिस भनेर यसरी हामीले यहाँ यो नलेख्यो भने फेरि सब्मिट हुँदैन है। टन्सिलाइटिस भनेरलाई यसरी गरौँ है। यतापट्टि सम्भावित निदानमा पनि अटोमेटिक आउँछ। र अन्य कुनै बेला चाहिँ हाम्रो प्रोभिजनल डायग्नोसिस बढी पनि हुनसक्छ, यहाँ गरेर अझै थप्न सकिन्छ है यता। तर आइसिडी कोड चाहिँ एउटैको हो राख्नुपर्ने। र त्यस्तै गरी चाहिँ लैङ्गिक हिंसाबाट चाहिँ ग्रसित छ भने टिक लाउनु पर्ने कुराहरू छ, छैन भने छोडिदिनु पऱ्यो। र औषधिहरू नयाँमा चाहिँ हाम्रो रिकमेन्डेबल औषधिहरू यता राखिदिया हुन्छ ओरिजिनल आइडीमा होइन, हटाए पनि सकियो। र यदि यहाँ क्लिक गरेर यसरी पनि थप्न सक्नुहुन्छ देखियो भने, होइन भने यहाँबाट चाहिँ हामीले जसरी प्यारासिटामोल दिनु पऱ्यो भने प्यारासिटामोल भनेर यसरी 500 mg अनि कति दिनको लागि दियो, 3 दिनको लागि 9 भनेर कहिलेकाहीँ 9 नदिए पनि 10 दिनु होला, यसरी 10 लेखिदियो भने 8 टु लिस्ट यसरी गर्नुपर्ने हुन्छ है। अनि यसै गरी चाहिँ टन्सिलाइटिस ब्याक्टेरियल छ मानु सपोज भनेपछि चाहिँ एजिथ्रोमाइसिन पनि दिनुपर्ने होला है। जे दिनुहुन्छ त्यो आधारले चाहिँ 3 दिनको लागि यसरी गरेर 8 टु लिस्ट गर्ने। अनि त्यस्तै गरी सिटिजेट पनि दिनु होला 10 mg को कति दिनको लागि, ल मानु 3 दिनकै लागि दिनुभयो होइन, बढी दिनुभयो, अरू कुराहरू सबै हेरेर 8 टु लिस्ट गर्नुपर्ने हुन्छ। र त्यसपछि सल्लाह के कुराहरू दिनुभयो, टेक रेस्ट होइन। त्यस्तै गरी चाहिँ plenty of fluid intake है, वार्म सलाइन गार्गल अनि त्यस्तै गरी अरू के दिनुभयो, जे कुराहरू तपाईँले सल्लाह दिनुभयो त्यो कुराहरू यहाँ लेख्नुपर्ने हुन्छ। र एउटा मेन कुरा धेरै जस्तो साथीहरूले छोड्ने भनेको चाहिँ जाँच गर्ने स्वास्थ्यकर्मी को हो त है। यसरी क्लिक गरेर चाहिँ तपाईँले कसले जाँच गरे हो त भन्ने कुराहरू यसरी लेख्नुपर्ने कुरा भएन। यसरी क्लिक गर्दाखेरि चाहिँ मानव जो छ यसरी लेख्नुपर्ने हुन्छ है टेक्निकल स्टाफहरू। र त्यसपछि फलोअप कहिले बोलाउनु पर्ने छ भने यहाँ मिति चुज गर्ने, सेवाको निःशुल्कको के छ कोड होइन, त्यो कुराहरू चाहिँ लेख्ने अथवा छोड्दा पनि भयो। र यति गरिसकेपछि र कहिलेकाहीँ के हुनसक्छ भन्दाखेरि चाहिँ यो जहाँ पिएचसीको कुराहरू हेल्प यो हस्पिटलको कुराहरूमा कहिलेकाहीँ ओपिडीमा आएको हेर्दाखेरि चाहिँ बिरामी चाहिँ इमर्जेन्सीमा पठाउनु पर्ने कन्डिसन पनि आउनसक्छ। त्यति बेला त्यस्तो केस छ भने यसमा टिक लाउनु पर्ने हुन्छ आकस्मिक सेवा रजिस्टरमा पठाउनुहोस् भनेर। र शिविरबाट सेवा लिएको छ, कुनै शिविर भइरहेछ त्यो दिन शिविरकोमा सेवा लियो भने योमा चाहिँ शिविरबाट सेवा लिएकोमा टिक लगाउनु पर्ने हुन्छ। र यति गरिसकेपछि चाहिँ हामीले यहाँ सब्मिट गर्नुपर्ने हुन्छ। र सब्मिट भयो भने फारम सफलतापूर्वक सम्मिलित गरिएको छ भनेर देखिन्छ। र ल यतापट्टि डेट चुज गरौँ, आजकै चुज गरौँ है, 24मा इन्ट्री गरेको छ भने एउटा त्यो मात्रै देखाउनलाई हो। ल यो राकेश भण्डारीको हामीले चाहिँ के गरेका थियौँ त, इन्ट्री गरेका थियौँ भन्ने कुरा हो। ल यो इन्ट्री गरिसक्यो भने हामीले कसले गरे हो होइन, अनि मोडिफाइड कसैले परिवर्तन गर्यो भने पछि पनि त्यो पनि कसले मोडिफाई गरे हो भन्ने कुराहरू सबै देखिन्छ है।
र यो पछि बाइचान्स हामीले इन्ट्री गरिसक्यौँ, पछि केही कुराहरू सच्याउनु पऱ्यो भने यतापट्टि एडिटको पेन्सिल हुन्छ, योमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। योमा क्लिक गरिसकेपछि चाहिँ यहाँ यसरी चाहिँ हामीले यहाँ देख्न सक्छौँ। यहाँ के सच्याउनु पर्ने छ भने सच्याएर फेरि सब्मिट गर्नुपर्ने हुन्छ है। यति गर्नु पर्यो। यदि यो भ्यान्डो अगाडिको हिस्ट्री सेवा गराएको यतापट्टि घडेको जस्तो चिन्ह जुन दिएको छ, सेवा गराएले विगतमा लिएको के सेवाको विवरण छ भनेर हेर्न पर्यो भने चाहिँ हामीले यहाँबाट हेर्न सक्छौँ। नयाँ सेवा गराएकोमा यो देखिँदैन। एकचोटि इन्ट्री गरिसक्यो भने चाहिँ फेरि दोस्रो पटक यतापट्टि हामीले नयाँ पुरानो चुज गर्छौँ नि, हो त्यति बेला चाहिँ तल यहाँ यसरी देखिन्छ। यहाँ क्लिक गरेर अगाडि कुन रोग लागेको थियो, त्यो रोग राम्रो भयो कि राम्रो भएर फेरि आया हो कि त्यो सोधेर पनि, र अगाडि के रोग लिएर आएको थियो र अहिले कुन रोग लिएर आएको छ भनेर हेर्नलाई, र यो दर्ताको परिकार नयाँ हो कि पुरानो हो छनौट गर्नको लागि पनि हामीले यहाँबाट यसको अगाडिको विवरणहरू हेर्न सक्छौँ भन्ने कुराहरू भयो है। यतिसम्म गरेर फेरि आज हामीले के गरिदिन्छौँ, सब्मिट गरिदिन्छौँ एडिट गर्नु पऱ्यो भने। र यतापट्टि हामीले देख्न सक्छौँ स्वास्थ्य सेवा कार्ड हेर्न यहाँ क्लिक गर्नुहोस् भनेर भन्दै आउँछ। त यहाँबाट चाहिँ हामीले के गर्न सक्छौँ त उसको स्वास्थ्य सेवा कार्ड हेर्न सक्छौँ। यो अहिलेसम्म जति पनि पटक आएको छ त्यो सबै देखाउँछ। र यसरी यो चाहिँ हामीले स्वास्थ्य यो क्युआर सहितको चाहिँ स्वास्थ्य सेवा कार्ड यहाँ देख्न सक्छौँ। यसरी देखिएको स्वास्थ्य सेवा कार्डलाई अब तपाईँले प्रिन्ट गरेर चाहिँ सेवाग्राहीलाई दिनु पऱ्यो भने यतापट्टि माथि प्रिन्टको अप्सन हुन्छ, यसरी प्रिन्ट गर्ने। प्रिन्टमा चाहिँ यतापट्टि है तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ कतिमा यो सेटिङ मिलाएर चाहिँ यो पेज कति निकाल्ने एउटै नै होला। अनि त मोर सेटिङमा गएर चाहिँ यहाँ पेपर साइजमा गएर चाहिँ उसरी नर्मल्ली हामीले A4मा दिन्छौँ है। A4मा गर्दाखेरि फुल पानामा गयो, फुल पानामा दिने भयो। यहाँ स्केल अलिकति सानो भएको छ, हेरेर चाहिँ 80सम्म ठिकै हुन्छ, 80सम्म पनि गर्न मिल्यो। यहाँलाई चाहिँ हेरेर यहाँ प्रिभ्यू देखिन्छ, यसरी फुल पेजमा आउने भयो होइन। अब पाना धेरै नै खपत हुन्छ भनेर आदि चाहिँ तपाईँले च्यातेर चाहिँ पेजलाई दिनुहुन्छ भने यता तपाईँको A3 चाहिँ चुज गर्नुपर्ने हुन्छ है, A3 स्केल भनेर। यसमा A3 स्केलमा चुज गऱ्यो भने अनि यसरी आधी पानामा आउँछ। र यसलाई प्रिन्ट गरेर चाहिँ आधी च्यातेर फेरि त्यो प्रिन्टरमा राखेर आधी आधीमा पनि प्रयोग गर्न सक्नुहुन्छ र सेवाग्राहीहरूलाई चाहिँ पर्चा दिन सक्नुहुन्छ है। यसरी चाहिँ हामीले चाहिँ बहिरङ्ग सेवाको सम्पूर्ण कुराहरू जान्यौँ।